मलाई यो कुरा चाहिँ धेरै अगाडि भन्न मन थियो, तर समय र परिस्थितिले यति गहिरो चोट दिएको थियो कि त्यहाँबाट आफूलाई सम्हालिन अलिकति समय लाग्यो। तर पनि आज यो कुरा तपाईँहरू सामु सेयर गर्न गइरहेको छु। हजुरहरू सबैजनालाई अवगत छ, रोड एक्सिडेन्टबाट चाहिँ मेरो आमाले हामी सबैलाई सदाको लागि छोडेर जानुभयो। हामी टुहुरो भयौँ। आधा अधुरो परिवारलाई सम्हाल्न र सम्हालिन निकै गाह्रो भएको छ, तर पनि हामी आफूलाई सम्हालिने प्रयास गरिरहेका छौँ। र नेपाल सरकारले रु 5 लाख रुपियाँ क्षतिपूर्ति बापत दिनुभएको छ र त्यो पैसाले मेरो आमा फर्केर त आउनुहुन्न। तर म चाहन्छु एउटा आमा बुबाको लागि केही गरौँ, समाजको लागि केही गरौँ भन्ने एउटा सपना बोकेको, कलिलो उमेरमा नै एउटा घातक रोगले आक्रमण गरेको, एउटा किडनी ट्रान्सप्लान्ट गर्नको लागि तयारी अवस्थामा बसेको, तर आर्थिक अभावकै कारणले रोकिएको त्यस्तो बिरामी हुनुहुन्छ भने चाहिँ मलाई सम्पर्क गर्नुहोला। यदि त्यो पैसाले तपाईँको उपचार सफल भयो भने म मेरो आमालाई मेरै वरिपरि पाउनेछु। मेरै आमा वरिपरि हुनुहुन्छ भन्ने आभास चाहिँ मलाई हुनेछ है। त्यसैले त्यस्तो बिरामी कोही हुनुहुन्छ भने चाहिँ मलाई सम्पर्क गर्नुहोला निर्धक्क भएर। थ्याङ्क यू सो मच।